यदि प्रहरीले तपाईँ वा तपाईँको आफन्तलाई पक्राउ गरेमा यी 10 वटा कानुन जानिराखे कहिले डराउनु पर्दैन। नमस्कार, म अधिवक्ता सागर सरगम चेम्जम। आजको यस भिडियोमा हामी कानुनी सचेतना फैलाउने उद्देश्यले प्रहरीले पक्राउ गर्दा जान्नै पर्ने 10 वटा कानुनहरूको बारेमा छलफल गर्नेछौँ। नेपालको संविधान 2072 र मुलुकी फौजदारी कार्यविधि संहिता 2074ले पक्राउ परेका व्यक्तिको विभिन्न अधिकारहरू सुनिश्चित गरेको पाइन्छ। पहिलो नम्बरमा पक्राउ पूर्जीबारे जानकारी माग्न पाउने अधिकार रहन्छ। यदि प्रहरीले तपाईँलाई पक्राउ गर्दैछ भने प्रहरीसँग पक्राउ पूर्जीबारे जान्न पाउने तपाईँको अधिकार रहन्छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 9 र अन्य प्रचलित कानुन अनुसार विशेष अवस्थामा बाहेक पक्राउ पूर्जी बिना कसैलाई पनि पक्राउ गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। 2 नम्बरमा पक्राउको कारणबारे थाहा पाउने अधिकार। यदि प्रहरीले तपाईँलाई पक्राउ गर्दैछ भने किन पक्राउ गरिएको हो भन्ने सूचना तपाईँलाई तुरुन्तै दिनु पर्दछ। नेपालको संविधान 2072 र मुलुकी फौजदारी कार्यविधि संहिता 2074ले कुनै पनि व्यक्तिलाई पक्राउ गर्न अघि पक्राउको कारणबारे थाहा पाउने अधिकारको व्यवस्था गरेको छ। त्यस्तै 3 नम्बरमा आफ्नो कानुन व्यवसायीसँग परामर्श गर्न पाउने अधिकार। यदि प्रहरीले तपाईँलाई पक्राउ गरेको खण्डमा तपाईँले रोजेको कानुन व्यवसायीसँग कानुनी परामर्श लिन पाउनुहुन्छ। नेपालको संविधान 2072 को धारा 20ले पक्राउ परेको व्यक्तिले आफ्नो कानुन व्यवसायीसँग कानुनी परामर्श लिन पाउने व्यवस्था गरेको छ। 4 नम्बरमा यातना विरुद्धको अधिकार रहेको छ। अनुसन्धानको क्रममा पक्राउ परेको व्यक्तिलाई कुनै पनि किसिमको यातना दिन पाइँदैन भने कुटपिट, ढाकधम्की र दबाब दिएर अपराध स्वीकार गराउन पाइँदैन। नेपालको संविधान 2072 को दफा 22ले पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिन नपाइने कानुनी व्यवस्था गरेको छ। 5 नम्बरमा परिवार वा आफन्तलाई जानकारी गराउन पाउने अधिकार रहेको छ। यदि प्रहरीले तपाईँलाई पक्राउ गरेको खण्डमा तपाईँले आफ्नो परिवार, आफन्त वा विश्वासिलो व्यक्तिलाई खबर गर्न पाउनुहुन्छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 13ले आफ्नो परिवार वा सम्बन्धित व्यक्तिहरूलाई पक्राउ बारे जानकारी गराउन पाउने अधिकारको व्यवस्था गरेको छ। 6 नम्बरमा 24 घण्टाभित्र सम्बन्धित अदालतमा उपस्थित गराउने अधिकार रहेको छ। यदि प्रहरीले तपाईँलाई पक्राउ गरेको छ भने 24 घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्दछ। नेपालको संविधान 2072 को दफा 20 र मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 13ले पक्राउ गरिएको व्यक्तिलाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउने र न्यायाधीश समक्ष आफ्नो कुरा राख्न पाउने अधिकारको व्यवस्था गरेको छ। 7 नम्बरमा स्वास्थ्य उपचार पाउने अधिकार रहेको छ। यदि प्रहरीले पक्राउ गरेको खण्डमा पक्राउ परेको व्यक्ति बिरामी वा घाइते अवस्थामा भए स्वास्थ्य उपचार पाउने व्यवस्था रहेको छ। नेपालको संविधान 2072 र मुलुकी फौजदारी कार्यविधि संहिता 2074ले स्वास्थ्य उपचार सम्बन्धी अधिकारको व्यवस्था गरेको छ। 8 नम्बरमा सम्मानजनक व्यवहार पाउने अधिकार रहेको छ। यदि प्रहरीले तपाईँलाई पक्राउ गरे पनि अदालतले दोषी ठहर नगरेसम्म निर्दोष मानिन्छ। यस्तो अवस्थामा तपाईँलाई अपमानजनक व्यवहार गर्न पाइँदैन। नेपालको संविधान 2072 को दफा 16, 20 र अन्य प्रचलित कानुनले सम्मानजनक बाँच्न पाउने अधिकारको व्यवस्था गरेको छ। 9 नम्बरमा निष्पक्ष सुनवाईको अधिकार रहेको छ। अनुसन्धानको क्रममा पक्राउ परेको व्यक्तिलाई अदालतमा आफ्नो पक्ष राख्ने, प्रमाण पेश गर्ने र कानुनी प्रतिरक्षा गर्न पाउने अधिकार रहेको हुन्छ। नेपालको संविधान 2072 को दफा 20 को 9 अनुसार
प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालतबाट स्वच्छ सुनवाईको अधिकार रहेको छ। र 10 नम्बरमा गैर कानुनी पक्राउ वा अधिकार उल्लङ्घन भएमा क्षतिपूर्ति माग्ने अधिकार रहेको छ। यदि कुनै व्यक्तिलाई गैर कानुनी पक्राउ गरी यातना दिएको खण्डमा कानुन बमोजिम क्षतिपूर्ति माग गर्ने अधिकार रहेको छ। नेपालको संविधान 2072 को दफा 22 को 2 अनुसार गैर न्यायिक थुनुवा र अधिकार उल्लङ्घनमा क्षतिपूर्ति सम्बन्धी अधिकारको व्यवस्था रहेको छ। त्यसैले प्रहरीले पक्राउ गर्दैमा डराउनुको सट्टो आफ्नो अधिकार जान्नुहोस्, कानुनको सम्मान गर्नुहोस् र आवश्यक परे कानुन व्यवसायीसँग उचित परामर्श लिनुहोस्।